हजुर सन्चै हुनुहुन्छ? हजुर सन्चै छु। हजुर कहाँबाट हुनुहुन्छ? म काठमाडौँबाटै। आर यु सिङ्गर? सिङ्गल हो? सिङ्गल कि सिङ्गर भन्नु? सिङ्गर हौ। कस्तो सिङ्गल थ्याट। सिङ्गर भन्दा सिङ्गल सुनिदिन्छ मान्छेहरू थ्याट। ओके के भन्नु। ओके सुन्नु न। हजुर। अनि खानपिन सबै भइसक्यो? हजुर चिसो त बहुतै छ अरे नि त काठमाडौँमा त, पुरै छोडिदिनु नि त, चिसो त त्यस्तो छ अरे नि त। मैले अफ गरेको के भइला। तपाईँ कहाँबाट हो र? म पनि काठमाडौँ चाहिँ बस्थेँ कि, अहिले चाहिँ मैले अब आफ्नो सबै स्टुडियोहरू सबै सारिसकेँ नि त, यता सुर्खेततिर बस्छु अहिले चाहिँ। स्टुडियो रेकर्डिङ स्टुडियो थियो? मेरो रेकर्डिङ होइन, मेरो चाहिँ अब त्यही भित्रपट्टि अब हुन्छ नि त, सानो गेमिङ स्टुडियो थियो। ए म त स्टुडियो भन्ने बित्तिकै आफू रेकर्डिङ त्यही त। अनि सुन्नुहोस् न, के अरे हजुरले नराम्रो लाग्दैन भनेपछि एउटा यसो एक दुईवटा लाइन गाइदिनुहुन्छ हजुरको गीतको? मेरो प्लिज, रिक्वेस्ट भयो नि त मनैदेखि। तपाईँको पोइन्ट त के हो त्यस्तो? ल ल ल कुन चाहिँ अब गाउनु न एउटा मिठो। मेरो स्वरै नमिठो भएको छ, अहिले सुकिरहेछ। गाउनु न, मिठो आइरहेको छ त आवाज त। कुन गीत गाउँ? म गीतै आएन क्या फेरि। गीत गा भने गीतै आउँदैन क्या मलाई चाहिँ। अनि गाउँछु। ओके हस् हुन्छ। अनि गिफ्टर टार्गेट पनि 33 आउँदो रहेछ यार, धेरै भ्युअर्स हो भन्दा। अनि के अरे हजुर प्रोफेसनल सिङ्गरै हो है? मैले सुनेको छु कि हजुर कुनै गीत। कुन भन्नु न? कुन सुन्नुभएको छ? एकछिन म सर्च गर्छु है। एलिना चौहान भनेपछि के आउँदो रहेछ। हाई एलेक्सा, प्ले एलिना चौहान सङ। ओके ए गिटार पनि बजाउनुहुन्छ? तपाईँले सुन्नु भएको छैन होला। तपाईँले कस्तो टाइपको गीत सुन्नुहुन्छ भन्नु त? मैले त पुरानो गीतहरू मात्रै सुन्छु नेपाली। ए म नयाँ सिङ्गर पनि, त्यही भएर तपाईँ नयाँ गीत नसुन्नु भएको। ए यो हजुरको मिनरल वाटर भन्दै खान्छौ त्यो पनि हो? ओ माई गॉड यार, यसमा त मेरो मम्मीले उफ्री टिकटक बनाउनु भएको थियो त। हो र? मिनरल वाटर भन्दै खान्छौ काटर भन्ने होइन? हो। एकचोटि सुनिदिनु त यार, मेरो मम्मी हजुरले टिकटक बनाएको गीत गाउने आउनु भएको छ, एकलट हेर्नु त। ओ माई गॉड यार, मम्मीले चाहिँ चिन्न सक्नुहुन्छ टिकटक बनाउनुहुन्छ भन्ने। त्यही त। मिनरल वाटर भन्दै खान्छौ क्वाटर, अनि तिमीलाई नै सुहाउने मै हु, समथिङ थियो होइन? ल सुनौँ न त एकचोटि। केटा मुन्छे जातै नै बैगुनी, राम्रै केटी ए राम्री केटी देख्नै पो नहुने, मिनरल वाटर भन्दै खान्छौ क्वाटर, मेरो लागि तिमी त छैनौ बेटर। ओ माई गॉड यार, यो भोइस इज टु गुड। मलाई चाहिँ अब माई ब्याड है, मैले चाहिँ त्यस्तो गीत भनेपछि बल्ल थाहा पाएँ कि हजुरलाई होइन। धेरैजना हुन्छ नि त गीत भनेपछि टक्क थाहा हुने, गीत भनेपछि ठ्याक्क थाहा भयो। एन्ड नाइस, एकदम खुसी लाग्यो हजुरसँग जोइन हुन पाएँ। एक्सेप्ट गरिदिनु भयो मेरो है। ओके होइन, मलाई सबैजनाले क्या कुल बोयलाई जोइन गर्नु भनेर भनिरहनु भएको थियो अस्तिदेखि नै। हजुर। अनि त्यस पछाडि किन होला अब जहिले लाइभ आउने बित्तिकै क्या तपाईँले के भन्नुहुन्छ त? म त पहिला चाहिँ लाइभ आउँथेँ लकडाउन भएको बेलामा, अनि बिचमा आउनै छोडेँ क्या, अनि थाहा नै हुँदैन धेरै। त्यही त। अनि भनेको अर्को एउटा हजुरको कुनै टिकटकमा कुनै भाइरल भएको गीत छ कि एउटा सुनिदिउँ न? म त कमिला मेरो चिन्ने तिमी हो, यो पनि हो? खुसी दिने तिमी हो, मेरो छुन मन हौ का तिमी, दायाँ बायाँ छौका। ओ माई गॉड यार, जुन दाउने तारा लाग्ने सधैँ राति राति, एक्लै झ्यालमा बसी मैले कति हेर्नु माथि, कालो कपाल घुङ्रियो मनमा माया उम्रियो,
थिएँ रे गीत हो त्यो मेरो हो र फर्स्ट गीत हो वाओ यार युआर वाओ सी इज रियली ट्यालेन्टेड गर्ल मैले चाहिँ त्यस्तो हुन्छ नि बट गीतले चाहिँ मलाई भटक्क चिने म भर्खर होइन एलिना चौहान हुन्छ त्यस्तो चाहिँ थिएन बट गीतले नाउ चिन्नु मेरो नाउ गीत सुन्नु भएर चाहिँ ठिक भइहाल्यो खुसी लाग्यो त ओके एकदम होइन सुनिरहेको गीतहरू हो होइन के भन्नु छ र ठिकै छ एकदम खुसी लाग्यो एक्सेप्ट गरिदिनु भयो मेरो है अनि नाइस अनि